मैले त हैन दाइ मैले कुरा भन्दिउ मैले कालो किन भयो भन्दिउ किन कि तराईको चर्को घाम हुन्छ चर्को घाम छ चर्को मतलब कि यतातिरको अलि मिडियम साइज हुन्छ नि यतातिर त धेरै चर्को घाम हुन्छ अनि त्यही चर्को घाममा त आमाले तेल लाएर घाममा सुकाउँथ्यो त्यही भएर कालो भयो तर कालो भएर मलाई केही प्रब्लम छैन किनकि काले दिलवाले हुन्छ मैले खै दिल हेरौँ दिल देखि दिल है दिल यो दिल हैन ल माथि हाल दिल हो मैले कुनै हनुमान मिल होइन कि यस्तो चिरेर हेराइदिने किनकि मेरो पनि परान प्यारो छ अब एकचोटि किडनी निकाल्न पर्यो तिम्रो किडनी मेरोमा त किडनी पाउँदैन तिम्रो निकाल्ने भने मेरो भित्रको त किडनी पाउँदैन के छ त किनकि किडनी मैले निस्काएर बेचिसकेँ त्यसमा बेलुन राखेँ बेलुन खै के बेलुन हेर बेलुन खै कस्तो खाले बेलुन हो कस्तो खाले बेलुन हो 5 रुपियाँको भेट्छ नि खै मैले हामी त देखाएको छैन हाम्रो यतातिर पाइन्न तिम्रो तराईतिर पाइन्छ होला यतातिर पाइन्न तिम्रो बुढीको नाम के हो त्यहाँ एउटा केटा गइरहेको छ नि स्कुल समातेर लाइदिनु त्यसको अपरेसन गरेर निकालिदिनु अनि तिम्रो बुढीको नाम के के बुढीको नाम मेरो बुढी दाइ मेरो बुढी 3 वर्ष पहिल्यै 3 वर्ष पहिले होइन बिहे भए छैन अहिलेसम्म भयो छैन अहिलेसम्म बुढी पनि आएको छैन किन बुढ्यो त फेरि 3 वर्ष पहिला भनेर बिहे होइन मेरो आमा बुवाले कि तिम्रो बिहे हुन्छ तर बिहे भयो के छोडेर गयो हैन बिहे भएन छोडेर कहाँ जानु त म जस्तो मान्छेलाई यस्तो दिलवाले हैन दिलवाला मान्छेलाई को छोडेर जान्छ